नमस्कार विद्यार्थीहरू। आज हामी कक्षा 11 मा पढाइ हुने सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अन्तर्गत इकाइ 9 को पाठ 1 मा रहेको मानव बस्ती पाठ शीर्षकमा छलफल गर्नेछौँ। विद्यार्थीहरू, आजको छलफलमा हामी मानव बस्ती के हो, मानव बस्ती कति प्रकारका हुन्छन्, यसका आधारहरू के हुन सक्छन्, अनि ती बस्तीका प्रकारहरूको विशेषताहरू के हुन सक्छन् भन्ने सन्दर्भमा आज हामी छलफल गर्नेछौँ। त्यसैले आजको छलफलको लागि अब हामी सुरु गर्छौँ। सबैजना तयार भएर ध्यान दिएर बस्नु होला। विद्यार्थीहरू, म तपाईहरुलाई केही तस्बिर देखाउन गइराखेको छु। ध्यान दिएर हेर्नुस् त, यहाँ के देखाइएको छ? हो, यहाँ विभिन्न प्रकारका घरहरू देखाइएका छन् र यी घरहरूमा मानिसहरू बसोबास गर्ने गर्दछन्। त्यसैले हामी यस्ता घरहरू भएको ठाउँलाई, मानिसहरू बसोबास गर्ने ठाउँलाई हामी के भन्दछौँ त? हो, वास्तवमा हामी मानव बस्ती भन्दछौँ। त्यसैले सामान्य अर्थमा भन्नु पर्दा मानिस बस्ने ठाउँ नै के हो त? मानव बस्ती हो। विद्यार्थीहरू, मानव बस्तीका सन्दर्भमा विभिन्न विद्वानहरूको पनि आफ्नै भनाइरहेका छन्। जस्तै उदाहरणको लागि हेरौँ है त। एल्सवर्थ हन्टिङटनका अनुसार वन्यजन्तु घाम, पानी, जाडो, गर्मी, हुरी, बतास, असिना आदिबाट बस्नका लागि विभिन्न प्रकारका घरहरू बनाइएका हुन्छन्। ती धेरै घर भएको ठाउँ नै के हो त? मानव बस्ती हो। त्यसै गरी आर्यल सिंहको भनाइअनुसार मानवीय आवश्यकता पूरा गर्नका लागि निर्माण गरिएका घर, सडक, गलीहरूको संयुक्त रूप नै मानव बस्ती हो। त्यसैले विद्वानहरूको पनि भनाइहरूलाई आधार मान्दा गाउँ, टोल, सहर लगायत मानिसहरूको बसोबास गर्ने क्षेत्र नै के हो त? मानव बस्ती हो। मानव बस्ती अन्तर्गत गुफा, ओडार, पक्की घर, खर्का, झुपडी लगायत सम्पूर्ण आश्रय स्थलहरू पर्दछन्। विद्यार्थीहरू, मानवीय आवश्यकता पूरा गर्नका लागि यसरी बनाइएका सम्पूर्ण संरचनाहरूको एकीकृत रूप नै के हो त? मानव बस्ती हो। र यो मानव बस्ती भनेको मानव निर्मित संरचना हो। विद्यार्थीहरू, अहिले हामीले मानव बस्ती के हो भन्ने सन्दर्भमा छलफल गर्यौं। अब हामी बस्तीका प्रकारको सन्दर्भमा छलफल गर्न गइराखेका छौँ। मानव बस्ती पनि विभिन्न प्रकारका हुन्छन्। त्यसैले मानव बस्तीलाई विभिन्न आधारमा वर्गीकरण गरिएको पाइन्छ। ती आधारहरू के हुन् त? हेरौँ एकचोटि है त। मानव बस्ती वर्गीकरणका मुख्य आधारहरू भनेको त एउटा भौगोलिक अवस्थिति हो। त्यसै गरी घरहरूका बीचको दूरी पनि हो, अनि समय, त्यसै गरी काम, आकार भनेको क्षेत्रफल पनि आधार हो, आकृति पनि हो। सेवा सुविधाको आधारमा पनि मानव बस्तीको वर्गीकरण गरिएको पाइन्छ। विद्यार्थीहरू, अब हामी यी विभिन्न आधारमा बस्तीका प्रकारहरूको बारेमा छलफल गर्छौँ। पहिला हामी भौगोलिक अवस्थितिको आधारमा बस्तीका प्रकारहरूको बारेमा छलफल गर्नेछौँ। अब यहाँ हेर्नुहोस् त, यहाँ पनि एउटा मानव बस्ती देखाइएको छ। अनुमान गर्नुहोस् त, भौगोलिक अवस्थितिका आधारमा कुन प्रकारको बस्ती होला? हो, वास्तवमा यो चाहिँ मैदानी बस्ती हो। किनभने यहाँ हामी हेर्न सक्छौँ
मैदानी जमिन छन्, अर्थात् जमिन समथर रहेका छन्। यस जमिनमा थुप्रै घरहरूको निर्माण भएको देखिन्छ। त्यसैले मैदानी बस्तीको मुख्य विशेषता के हो भने समथर जमिनमा मानव बस्तीको बसोबास रहेको पाइन्छ। जस्तै उदाहरणको लागि हाम्रै देशको तराई क्षेत्रमा यस्तो किसिमको मैदानी बस्ती रहेको पाइन्छ। त्यसै गरी अब अर्को यहाँ यो तस्बिर हेर्नुहोस् त, यो चाहिँ कुन किसिमको बस्ती होला? हो, सही हो। वास्तवमा यहाँ पहाडी क्षेत्र र हिमाली क्षेत्र देखाइएको छ। यस्ता ठाउँहरूमा रहेको मानव बस्तीलाई पर्वतीय बस्ती भनिन्छ। त्यसै गरी अब यो हेर्नुहोस् त, कुन बस्ती होला? हो, वास्तवमा यहाँ समुद्र देखाइएको छ। त्यसैले यस किसिमको बस्तीलाई समुद्र तटीय बस्ती भनिन्छ। उदाहरणको लागि जुन जुन देशहरू समुद्रसँग जोडिएका छन् ती देशहरूमा यस्ता किसिमका बस्तीहरू रहेको पाइन्छ। जस्तै उदाहरणको लागि जापान, संयुक्त राज्य अमेरिका, ब्रिटेन, यस्ता देशहरूमा समुद्र तटीय मानव बस्ती रहेको पाइन्छ। त्यसै गरी अर्को हेर्नुहोस् त, हो पक्कै पनि अनुमान गरिसक्नु भएको होला, यो चाहिँ मरुभूमिको बस्ती हो। यहाँ मरुभूमि क्षेत्रमा जुन मानव बस्ती निर्माण भएको हुन्छ त्यो बस्ती नै के हो त? मरुभूमि क्षेत्रको बस्ती हो। उदाहरणका लागि विश्वमा धेरै मरुभूमि क्षेत्रहरू रहेका छन्। जस्तै उदाहरणको लागि सहारा मरुभूमि, थार मरुभूमि हो। यस्ता मरुभूमि क्षेत्रमा यस्ता किसिमका मानव बस्तीहरू रहेका पाइन्छन्। त्यसै गरी अर्को पक्कै पनि अनुमान गरिसक्नु भएको होला, यहाँ नदी देखाइएको छ। नदी किनारमा पनि मानवीय बस्तीहरू रहेको पाइन्छ। उदाहरणको लागि हाम्रै काठमाडौँ उपत्यकाको बस्ती नदी किनारको बस्ती हो। त्यसै गरी बुटवलको तिनाउ नदीमा रहेको बस्ती पनि नदी किनारको बस्ती हो। त्यसरी हामी भौगोलिक अवस्थितिको आधारमा मानव बस्तीका प्रकारहरू यसरी हेर्न सक्छौँ। त्यसै गरी अब हामी घरहरूका बीचका दूरीका आधारमा मानव बस्तीको प्रकारको सन्दर्भमा छलफल गर्नेछौँ। यसले के देखाउँछ भने घरहरू बीचको दूरी कति छन् त? कुनै घरहरू धेरै टाढा टाढा हुन्छन्, कुनै घरहरू एकदम खाँदिएर रहेका हुन्छ। हो, त्यसैको आधारमा हामी अब मानव बस्तीका प्रकारहरू हेर्नेछौँ। जस्तै उदाहरणको लागि तस्बिरमा हेर्न सक्नुहुन्छ, यहाँ एउटा मात्रै घर देखाइएको छ, होइन? हो, कुनै कुनै ठाउँमा यस्तै किसिमका बस्तीहरू पाइन्छन्। यदि एउटा परिवार बस्ने बस्ती रहेको छ भने त्यो एकल बस्ती हो। यसरी घरहरू बीचको दूरीको आधारमा बस्तीको प्रकारहरू हेर्ने हो भने जस्तै एक्लो बस्ती, छिरलिएको बस्ती, गुजमुज बस्ती रहेको पाइन्छ। अब एक्लो बस्ती भनेको हामी यहाँ हेरिराखेका छौँ, जम्मा एउटा परिवारको बस्ती रहेको देखिन्छ। यस्ता बस्तीहरू विशेष गरी दुर्गम क्षेत्रमा रहेको पाइन्छ। त्यसै गरी अब छिरलिएको बस्ती के होला त? अनुमान गर्नुहोस् त। छिरलिएको भनेको छिटफुट रूपमा रहेको, पर रहेको। जस्तै उदाहरणको लागि यहाँ तस्बिरमा हेर्नुहोस् त, घरहरू छरिएर रहेका छन्। हो, यस्ता किसिमका बस्तीलाई के भनिन्छ त? छिरलिएको बस्ती। र यस्ता बस्तीहरू विशेष गरी पहाडी र हिमाली क्षेत्रहरूमा रहेको पाइन्छ। त्यसै गरी अब यहाँ हेर्नुहोस् त, यो हाम्रो काठमाडौँ उपत्यकाको बस्ती देखाइएको छ। हेर्नुहोस् त, कति घना बस्तीहरू रहेका छन्, घरहरू एकअर्कासँग जोडिएका छन्, होइन? र यस्ता ठाउँमा मानिसको जनसङ्ख्या पनि एकदम बाक्लो हुन्छ, मान्छेको चहल पहल पनि धेरै हुन्छ। हो, यस्ता किसिमका बस्तीलाई के भनिन्छ त? गुजमुज बस्ती, है? यस्ता बस्तीमा एकै ठाउँमा धेरै घर हुन्छन्, घरहरू एकअर्कासँग जोडिएका हुन्छन्। जस्तै सहरी क्षेत्रहरूमा, उपत्यकामा, त्यसै गरी तराईका मैदानी क्षेत्रहरूमा यस्ता किसिमका बाक्लो बस्तीहरू रहेको पाइन्छ।
अब विद्यार्थीहरू, अब हामी समयका आधारमा मानव बस्तीको सन्दर्भमा छलफल गर्नेछौँ। ध्यान दिएर सुन्नुहोला है त। ल अब समयका आधारमा पनि मानव बस्ती कति प्रकारका हुन्छन् त? यहाँ हेरौँ है। एउटा हुन्छ अस्थायी बस्ती, त्यसै गरी स्थायी बस्ती अनि मौसमी बस्ती। अब अस्थायी बस्ती भनेको के होला त? यहाँ हेर्नुहोस् त, यहाँ देखाइएको छ नि, यो पनि मानव बस्ती नै हो। किनभने यहाँ पनि अस्थायी किसिमको घर निर्माण गरिएको छ। यहाँ पनि मानिसहरू बस्छन्, तर यहाँ बस्ने मानिसहरू सधैँ यही ठाउँमा बसिराख्दैन। निश्चित समयसम्म यहाँ बस्छन्, फेरि उद्देश्य पुरा भएपछि अन्यत्र सरेर जान्छन्। त्यसैले यस्ता बस्तीलाई अस्थायी प्रकृतिको बस्ती भनिन्छ। घुमन्तेहरूको बस्ती स्थायी किसिमको हुन्छ। तराईमा पनि यस्ता बस्तीहरू कहिलेकाहीँ देख्न पाइन्छ। त्यसै गरी अर्को बस्ती भनेको स्थायी। स्थायी भनेको मान्छेले कुनै ठाउँमा आफ्नो घर बनाउँछन् र सधैँ त्यही ठाउँमा बस्छन्। काम विशेषले अन्यत्र गए पनि सधैँ त्यही ठाउँमा आएर बसोबास गर्छन् भन्ने त्यो बस्ती चाहिँ स्थायी बस्ती हो। अनि अर्को मौसमी बस्ती। मौसमको आधारमा बनाइएको निर्माण भएको बस्तीलाई मौसमी बस्ती भनिन्छ। जस्तै उदाहरणको लागि धेरै जाडो वा धेरै गर्मी भयो भने मानिसहरू आफ्नो त्यो ठाउँ छोडेर त्यहाँको मौसम छल्नका लागि केही समयका लागि अन्यत्र गएर बस्छन्। त्यो चाहिँ मौसमी बस्ती हो। नेपालमै पनि हिमाली क्षेत्रमा भेडा, बख्रा, च्याङ्ग्रा पालन गर्ने किसानहरू जाडोको याममा, जाडोको समयमा बेसीतिर घर बनाएर बस्छन्, छाप्रो बनाएर बस्छन्। अनि जब गर्मी याम आउँछन् त्यसपछि लेकतिर सर्छन्। हो, यस्तो किसिमको बस्तीलाई मौसमी बस्ती भनिन्छ। अहिले हामीले समयका आधारमा विभिन्न मानव बस्तीको बारेमा छलफल गऱ्यौँ। अब हामी कामका आधारमा मानव बस्तीका सन्दर्भमा छलफल गर्न गइराखेका छौँ। यसको आधारमा पनि मानव बस्तीलाई विभिन्न किसिमले वर्गीकरण गरिएको पाइन्छ। अब कस्ता खालका हुन्छन् त यो कामको आधारमा बस्तीहरू? हेरौँ है त। एउटा कृषि बस्ती भयो, अर्को औद्योगिक बस्ती अनि अर्को व्यापारिक बस्ती। अब हामी यो तीनटै बस्तीको सन्दर्भमा छलफल गर्न गइरहेका छौँ। त्यसभन्दा अगाडि सर्वप्रथम हेरौँ है, यो तस्बिर हेरौँ त। यहाँ के देखाइएको छ? तस्बिर हेरौँ त। हो, यहाँ हेर्नुहोस् त, वरिपरि खेती गरिरहेछ, कृषि बाली लगाइएको छ अनि यही ठाउँमा घर निर्माण गरिएको छ। हो, यस्तो किसिमको बस्तीलाई के भनिन्छ त? कृषि बस्ती। यस्ता बस्तीका मानिसहरू प्राय कृषि पेसामा संलग्न भएका पाइन्छन् है। र विशेष गरी जहाँ कृषि उत्पादन गरिन्छ, अन्न उत्पादन गरिन्छ, त्यस्ता ठाउँहरूमा यस्ता घरहरूको निर्माण भएको पाइन्छ। त्यसै गरी अर्को औद्योगिक बस्ती। औद्योगिक भनेको उद्योगहरू भएको ठाउँ। अब विभिन्न सामान उत्पादन गर्नको लागि उद्योगहरू स्थापना भएको हुन्छ र त्यसमा काम गर्ने मानिसहरूको लागि उद्योगको वरिपरि घर बनाइएको हुन्छ। जस्तै हामी यहाँ हेर्न सक्छौँ है, यो तराईमा अवस्थित एउटा औद्योगिक क्षेत्र हो। यसको वरिपरि यहाँ बस्तीहरू निर्माण भएका छन्। यस्ता किसिमका बस्तीलाई औद्योगिक बस्ती भनिन्छ। र यसको वरिपरि बस्ने मानिसहरू उद्योगमा नै काम गर्ने गर्छन्। जस्तै उदाहरणको लागि हाम्रो तराईमा बारा भयो, पर्सा जिल्ला भयो होइन। हो, त्यसको करिडोर एरियामा जस्तो सिमरा, परवानीपुर पर्छन् है। हो, ती ठाउँहरूमा पनि बस्तीहरू रहेका छन्। ती बस्तीहरू भनेको औद्योगिक बस्ती हुन्। त्यसै गरी अर्को व्यापारिक बस्ती। विद्यार्थीहरू, हामी यस शब्दबाटै बुझ्न सक्छौँ। व्यापारिक भनेको व्यापार व्यवसाय सञ्चालन गर्ने उद्देश्यले
निर्माण भएका बस्तीहरू व्यापारिक बस्ती हुन्। जस्तै उदाहरणको लागि हामी यहाँ हेर्न सक्छौँ, यहाँ विभिन्न किसिमका सामानहरू किनबेच गर्नका लागि मानिसहरूको घुइँचो लागेको देखिन्छ। यी ठाउँहरूमा व्यापारिक अर्थात् व्यापार व्यवसायको कार्यक्रम सञ्चालन भइराखेको छ। त्यसै गरी यहाँ यो सिङ्गापुर भन्ने ठाउँ हो। यी ठाउँहरू भनेको विशेष गरी व्यापार गर्नको लागि, व्यवसाय गर्नको लागि निर्माण भएका बस्तीहरू हुन्। हो, यस्ता बस्तीलाई व्यापारिक बस्ती भनिन्छ। र हाम्रो देशमा हेर्ने हो भने नेपालको वीरगञ्ज भन्ने ठाउँ, काठमाडौँको न्यू रोड, त्यसै गरी विदेशमा हेर्ने हो भने जस्तै भारतको कलकत्ता, अनि त्यसै गरी दुबई, सिङ्गापुर, हङकङमा निर्माण भएका बस्तीहरू सबै व्यापारिक बस्ती हुन्। अब हामी आकार भनेको क्षेत्रफल, सानो कुनै बस्ती सानो हुन्छ, कुनै ठुला हुन्छन्, हो त्यसको आधारमा पनि मानव बस्तीको वर्गीकरण गरिएको पाइन्छ। अब आकारका आधारमा कस्ता खालका मानव बस्तीहरू हुन्छन् त हेरौँ है त। यहाँ हेरौँ त कुन कुन बस्ती हुन्छन् त यहाँ हेरौँ है। एक परिवारको गाउँ, कृषि गृह, हामलेट भनेको सानो गाउँ हो है। त्यसै गरी गाउँ, अनि बजार र सहर, यसरी वर्गीकरण गरिएको पाइन्छ आकारको आधारमा। अब यो तस्विर हेरौँ त, यो ठाउँमा एउटा मात्र घर देखाइएको छ है। यसको अर्थ के भने यो पनि बस्ती त हो नि त, तर यो कुन खालको बस्ती होला अब अनुमान गर्न सक्नुहुन्छ? हो, सही हो, वास्तवमा यो एक परिवारको गाउँ हो है। अब यस्ता मानव बस्तीमा वास्तवमा एउटा परिवारको मात्रै बसोबास रहेको पाइन्छ र यसमा के हुन्छ, यी बस्तीहरू एकअर्काबाट निकै टाढा हुन्छ। हो, यस्तो किसिमको बस्ती भनेको एक परिवारको गाउँ हो। अनि अर्को हामी हेर्न सक्छौँ, यहाँ हेर्नुहोस् त तस्विरमा खेतीपाती गरिएका छन्। यहाँ पनि घरहरू बनाइएका छन्, तर घरहरूको सङ्ख्या हेर्दा एकभन्दा बढी रहेका छन् है। त्यसैले यो पनि एउटा मानव बस्ती हो। तर अघि हामीले हेऱ्यौँ नि एक परिवारको गाउँ, त्यसको भन्दा त यो त ठुलो रहेको छ नि, यसको आकार पनि ठुलो छ, घरको सङ्ख्या पनि बढी देखिएको छ। यस्तो किसिमको बस्तीलाई कृषि गृह भनिन्छ र यसमा मुख्य उद्देश्य के हुन्छ भने खेतीपाती गर्ने हो। त्यसैले खेती योग्य जमिनका वरिपरि यस्ता घरहरू बनाइएका हुन्छन्। अर्को भनेको हामलेट हो। हामलेट भनेको सानो गाउँ, कृषि गृहभन्दा अलिक ठुलो हुन्छ। त्यसैले यहाँ हामी हेर्न सक्छौँ, यहाँ अलि बढी नै घरहरू रहेको देखिन्छ र यहाँ मानिसको सङ्ख्या पनि कृषि गृहभन्दा बढी नै देखिन्छ र अलि घरहरू मानव बस्ती अलिक ठुलो भएकोले यहाँ केही भौतिक सुविधाहरू पनि बढी नै हुन्छन्। त्यसैले सानो गाउँलाई हामलेट भनिन्छ। यहाँ घरहरूको सङ्ख्या थोरै हुन्छ र यस्तो मानव बस्तीमा विशेष गरी एउटै जाति वा समुदायका मानिसहरूको बसोबास रहेको पाइन्छ। त्यसैले यस्तो ठाउँको, यस्तो मानव बस्तीको जनसङ्ख्याको आकार हेर्ने हो भने 1000 भन्दा कम रहेको पाइन्छ। हो, यस्तो मानवीय बस्तीलाई हामलेट वा सानो गाउँ भनिन्छ। त्यसै गरी अर्को भनेको गाउँ हो। अब यहाँ हेर्नुहोस् है, यो तस्विर हेर्न सक्नुहुन्छ। हामलेट भन्दा पनि यसको एरिया ठुलो छ, धेरै घरहरू निर्माण भएका छन् है। यो चाहिँ गाउँ हो। अब गाउँको विशेषता के हो त? यो चाहिँ हामलेट भन्दा ठुलो आकारको हुन्छ। यहाँ मानिसको सङ्ख्या 1000 भन्दा बढी हुन्छ र हामलेटको तुलनामा गाउँमा चाहिँ भौतिक सुविधाहरू जस्तो शिक्षा, स्वास्थ्य, यातायात, यिनीहरू भनेको भौतिक सुविधा हो। यस्ता सुविधाहरू बढी रहेको पाइन्छ, बढी नै पाइन्छ। त्यसै गरी अब अर्को हेरौँ,
बजार, बजार भनेको टाउन भन्दा रहेछन् है अङ्ग्रेजीमा। त्यसैले अब यो बजार भनेको गाउँभन्दा अलि ठुलो क्षेत्र हो। यहाँ मानिसहरूको सङ्ख्या पनि धेरै हुन्छन्, घरहरूको पनि सङ्ख्या धेरै नै हुन्छन् र यहाँ भौतिक सुविधाहरू पनि बढी नै हुन्छ हो। यस्तो किसिमको बस्तीलाई बजार भनिन्छ र यो गाउँभन्दा ठुलो हुन्छ र यहाँ गाउँको तुलनामा भौतिक सुविधाहरू बढी उपलब्ध रहेको पाइन्छ। त्यसै गरी अर्को भनेको सहर हो। हामी यहाँ हेर्न सक्छौँ, यो तस्बिर यहाँ अनुमान गर्न सक्छौँ यहाँ कस्ता सुविधाहरू होला, कस्तो आकार होला, होइन हो। वास्तवमा यो सहर भनेको बजारको भन्दा ठुलो आकारको हुन्छ। यहाँ लगभग सबै प्रकारका भौतिक सुविधाहरू उपलब्ध हुन्छन्, भौतिक पूर्वाधारको विकास भएको पाइन्छ। जस्तै उदाहरणको लागि सहरमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, अनि त्यसै गरी विद्युत, खानेपानी, सपिङ मल, मनोरञ्जन जस्ता विभिन्न प्रकारका भौतिक सेवा सुविधाहरू उपलब्ध रहेको पाइन्छ। मानिसको सङ्ख्या पनि धेरै हुन्छ अनि प्रशासनिक कामहरू पनि सहरमै केन्द्रित रहेको पाइन्छ। त्यसै गरी अब आकृतिको आधारमा हेरौँ है। आकृति भनेको त्यो फिगर, गणितमा फिगरहरू बनाइन्छ नि, विभिन्न प्रकारका फिगर हुन्छन् हो। त्यो फिगरको आधारमा पनि मानव बस्तीको वर्गीकरण गरिएको पाइन्छ। अब हेरौँ है, यो पनि विभिन्न किसिमका हुन्छन्। जस्तै उदाहरणको लागि रेखाकार, वृत्ताकार, तीराकार, पङ्खाकार अनि ताराकार, त्यसै गरी त्रिभुजाकार पनि। यसरी विभिन्न आकृतिको आधारमा मानव बस्तीहरू निर्माण भएको पाइन्छ। अब हेरौँ है, यी बस्तीहरूको विशेषता के होला त? यहाँ हेरौँ है, यहाँ हेर्नुहोस् त, जस्तो यहाँ लस्करै घरहरू देखिएका छन् नि त, तल पनि यहाँ छन् है। र यो घरहरूलाई होइन एउटा रेखाले तान्दा सिधा रेखा जस्तो देखिन्छ र यस्ता घरहरू कहाँ निर्माण भएको पाइन्छ त? हो, यो बाटो हो नि त। यस्तो बाटो भयो, सडक भयो, रेलवे लाइनहरू हुन्छ हो, त्यसको वरिपरि बनेका घरहरू चाहिँ, मानव बस्तीहरू चाहिँ रेखाकार हुन्छन्। त्यसैले यस्ता मानव बस्ती भन्नाले रेखाकार मानव बस्तीहरूलाई जोड्ने हो भने सिधा रेखा जस्तो देखिन्छन्। यस्ता बस्तीहरू नदीको किनारमा अनि नहरको किनारमा, सडक, रेलवे लाइनको वरिपरि यस्ता बस्तीहरू निर्माण भएको पाइन्छ, विकास भएको पाइन्छ। त्यसै गरी अब अर्को हेरौँ है त। यहाँ हेर्नुहोस् त, जस्तो पोखरी भयो, तलाउ भयो, हेर्दा वृत्ताकार जस्तो देखिन्छ, गोलाकार देखिन्छ। त्यसका वरिपरि यस्ता किसिमका मानव बस्तीहरू निर्माण भएको पाइन्छ। यस्ता बस्तीलाई हामी के भन्दछौँ त? वृत्ताकार बस्ती भन्दछौँ। त्यसै गरी अर्को यहाँ हेर्नुहोस् त, कस्तो देखिया छ त? हो, सही हो, यो तीर आकारको। यहाँ यो हेर्नुहोस् त, यो तीरको कस्तो आकार देखाएको छ। ठ्याक्कै यहाँको यो बस्ती, मानव बस्ती पनि ठ्याक्कै तीर आकारको देखिन्छ। त्यसैले यस्ता बस्तीलाई तीर आकारको बस्ती भनिन्छ। त्यसै गरी अर्को हेर्नुहोस् त, यो यहाँको मानव बस्ती कस्तो देखिया छ त? हो, यहाँ हेर्नुहोस् त, पङ्खा हुन्छ नि, सिलिङ फ्यान हो, ठ्याक्कै यहाँ हेर्नुहोस् त, यो सिलिङ फ्यान, पङ्खा र यहाँको मानव बस्तीको आकार उस्तै देखिन्छ है। र विशेष गरी यस्ता बस्तीहरू कहाँ देखिन्छन् त? एउटा बिन्दुमा 3 ठाउँबाट वा 4 ठाउँबाट सडकहरू जोडियो भने यस्ता बस्तीहरूको निर्माण भएको पाइन्छ। त्यसै गरी अर्को यहाँ हेर्नुहोस् है, यहाँ हेर्न सक्नुहुन्छ, तपाईँहरूले अनुमान गरिसक्नु भएको होला, यो कस्तो खालको बस्ती होला त? हो, यसलाई तारा आकारको बस्ती भनिन्छ। यहाँ हेर्न सक्नुहुन्छ, तारा यस्तै आकारको हुन्छ, यो पनि बस्तीहरू हो, तारा आकारको बस्ती हो। यस्तो बस्ती कुन बेला निर्माण हुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ होइन, कुनै एउटा यो बिन्दु छ, विभिन्न ठाउँबाट
बाटाहरू आएका छन्, एकै ठाउँमा जोडिएका छन् अनि ती बाटाहरूको छेउछेउमा बस्तीहरू निर्माण भएका छन्। यस्ता बस्तीहरू चाहिँ तारा आकारको देखिन्छ है। त्यसै गरी अर्को हेर्नुहोस्, अनुमान गरिसक्नु भएको होला पक्कै पनि, यो भनेको हो टी आकारको बस्ती हो। यहाँ जस्तो यता देब्रेतिरबाट दाहिनेतिरबाट अनि यता तलबाट सडक आएको छ होइन, यी बाटाहरू एकै ठाउँमा जोडिएका छन्। यी बाटाहरूको छेउछेउमा निर्माण भएका बस्तीहरू हेर्दा ठ्याक्कै टी आकारको देखिन्छन् है। यो टी आकारको बस्ती भयो। हामीले अहिलेसम्म विभिन्न आधारमा मानव बस्तीका प्रकारको सन्दर्भमा छलफल गर्यौँ। हामीले जति पनि बस्तीका प्रकारहरूको सन्दर्भमा छलफल गर्यौँ नि, हो ती सम्पूर्ण बस्तीहरूलाई फेरि अन्य किसिमले पनि विभाजन गर्न सकिन्छ, वर्गीकरण गर्न सकिन्छ। ती बस्तीहरू भनेको के हो त, एउटा ग्रामीण बस्ती र अर्को सहरी बस्ती। अब हेरौँ है, ग्रामीण बस्ती र सहरी बस्ती कसरी चिन्ने त है। ल यहाँ म तपाईहरुलाई केही तस्बिर देखाउन खोजिराखेको छु। हेर्नुहोस् त, यहाँ यो तस्बिरहरू हेर्नुहोस् है। यहाँ कच्ची बाटो, कच्ची घरहरू देखाइएको छ। मानिसहरूको पेशा भनेको कृषि देखाइएको छ। त्यसै गरी यहाँ कृषि बाहेक पशुपालन पनि देखाइएको छ, चराचुरुङ्गी पालेको देखाइएको छ। हो, यो बस्ती चाहिँ कुन किसिमको बस्ती होला त, अनुमान गर्नुहोस् त। सही हो, यसलाई ग्रामीण बस्ती भनिन्छ। अब फेरि यहाँ हेरौँ त, यहाँ केही तस्बिरहरू देखाइएको छ। यहाँ हेरौँ त, यो चाहिँ कुन बस्ती होला त। जस्तो यहाँ चिल्ला सडकहरू, बत्ती देखाइएको छ, ठुला ठुला सहर देखाइएको छ, घना बस्ती छ। अनि यहाँ विभिन्न किसिमका पसलहरू देखाइएको छ। त्यस्तै यहाँ सरकारी कामकाज भइराखेको देखाइएको छ। यहाँ बैंक सुविधाहरू छ है, यहाँ उद्योग देखाइएको छ। यसरी विभिन्न किसिमका सेवा सुविधाहरू देखाइएको छ। यस्तो किसिमको बस्ती कुन किसिमको होला त, अनुमान गर्नुहोस् त। हो, सही हो, यो चाहिँ सहरी बस्ती हो। अब हामी सहरी बस्ती के हो र ग्रामीण बस्ती के हो कसरी छुट्याउन सक्छौँ त, हो यसका विशेषताहरू हेरौँ है त। पहिला हामी ग्रामीण बस्तीको सन्दर्भमा छलफल गर्छौँ। विद्यार्थीहरू, सामान्य अर्थमा भन्नुपर्दा गाउँघरको मानव बस्तीलाई नै के भनिन्छ त, हो ग्रामीण बस्ती भनिन्छ। अनि ग्रामीण बस्ती चाहिँ विकासको दृष्टिकोणले पछि परेको क्षेत्र हो। विकास चाहिँ नभएको त होइन, तर जति हुनुपर्ने हो, भौतिक पूर्वाधारहरूको जति विकास हुनुपर्ने हो त्यति विकास भएको पाइँदैन। यस्ता बस्तीहरूमा भौतिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, इन्टरनेट, यातायात, बजार जस्ता भौतिक पूर्वाधारको राम्रोसँग विकास भएको पाइँदैन। त्यसैले यहाँको अरू विशेषता के हो भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा भनेको कृषि हुन्छन्। खेतीपातीमा उनीहरूको संलग्नता बढी हुन्छ र सधैँ कृषि खेती नै गर्छन् भन्ने चाहिँ होइन। त्यसबाहेक पनि अरू सहायक पेशाहरू हुन्छन्। जस्तै उदाहरणको लागि पशुपालन पनि गर्छन्, कोही काठको काम गर्छन्, कोही माछा व्यवसाय गर्छन्, कोही बुङ्गुर पालन गर्छन्, कोही कुखुरा पालन गर्छन्। यसरी सहायक पेशाहरू अपनाएका हुन्छन्। अनि ग्रामीण क्षेत्रका मानिसहरूको जीवनशैली, रहन सहन हेर्ने हो भने परम्परागत पुरानै शैलीका जीवनशैलीहरू हुन्छन्। अनि घरहरू पनि हेर्ने हो भने अघि हामीले हेरेका थियौँ, घरहरू पनि पुरानै शैलीका हुन्छन्। अनि आधुनिक सेवाहरू जस्तो शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, इन्टरनेट जुन भयो नि त, हो त्यस्ता सेवा सुविधाहरू थोरै मात्रामा उपलब्ध हुन्छन्। अनि ग्रामीण बस्तीको आकार हेर्ने हो भने
सानो हुन्छ, त्यहाँ मानिसको सङ्ख्या पनि थोरै हुन्छन् अनि मान्छेको सङ्ख्या थोरै भएका हुनाले त्यहाँ चहल पहल मान्छेहरूको एकदम कमै हुन्छन् अनि संयुक्त परिवारको प्रचलन अलि बढी नै हुन्छ। संयुक्त परिवारमा दाजुभाइ काका हजुरबुवाहरू सबै एउटै परिवारमा बस्छन् अनि मान्छेको सङ्ख्या कम हुने भएकाले अनि यातायात अनि उद्योग धन्दाहरू कम हुने भएकाले त्यहाँको प्राकृतिक वातावरण एकदम स्वच्छ भएको देखिन्छ, पाइन्छ। त्यहाँ प्रदूषण खासै देखिँदैन अनि ग्रामीण क्षेत्रका मानिसहरू प्रायःजसो देवी देवताको पूजा गर्छन्, देवी देवतामा बढी विश्वास गर्छन्, धर्ममा बढी विश्वास गर्छन्। तर धेरै जसो मानिसहरू अन्धविश्वासी हुन्छन्। जस्तै उदाहरणको लागि सर्पले टोक्यो, कुकुरले टोक्यो भने डाक्टर कहाँ नगइकन धामी झाँक्री कहाँ जाने प्रचलन पनि रहेको पाइन्छ। तर सबैले धामी झाँक्री कहाँ नै जान्छन् भन्ने चाहिँ होइन, अस्पताल पनि लान्छन्, डाक्टर कहाँ पनि लान्छन्, तर त्यस्तो चलन रहेको पाइन्छ। अनि ग्रामीण क्षेत्रका मानिसहरूको बिचमा माया, प्रेम, एकता, सद्भाव चाहिँ अलि बढी हुन्छ अनि केही हदसम्म गाउँ क्षेत्रमा लैङ्गिक विभेद भएको पाइन्छ। जस्तै उदाहरणको लागि महिला पुरुषमा भेदभाव गर्ने, छोराछोरीमा भेदभाव गर्ने, यस्ता किसिमका केही विभेदहरू रहेको पाइन्छ। विद्यार्थीहरू, अहिले हामीले छलफल गर्यौं के को सन्दर्भमा? ग्रामीण बस्तीको सन्दर्भमा। अब हामी के को सन्दर्भमा छलफल गर्ने हो त? हो, शहरी बस्तीको सन्दर्भमा, है त। अब हेरौँ शहरी बस्ती कस्ता खालका हुन्छन् त। ग्रामीण बस्ती जुन हुन्, पहिला त ग्रामीण बस्ती हुन्छन्। ग्रामीण बस्तीमा भौतिक पूर्वाधारहरूको विकास हुँदै गएपछि, सेवा सुविधाहरूको विस्तार हुँदै गएपछि ग्रामीण क्षेत्र नै पछि शहरी क्षेत्रमा परिणत हुन्छन्। अर्थात् त्यही भौतिक सेवा सुविधाहरूको उपलब्धता हुन थाल्छन्, भौतिक पूर्वाधारहरूको विकास हुन थाल्छन् अनि शहरी क्षेत्रको विकास हुन्छ। शहरी क्षेत्रमा के हुन्छन्? घरहरू धेरै हुन्छन्, जनसङ्ख्या धेरै हुने भएकाले घर धेरै हुन्छन् अनि त्यहाँ खेतीपाती गर्ने जग्गा एकदम थोरै हुन्छ, जसले गर्दा त्यहाँ खेतीपाती अर्थात् कृषि पेसा त्यहाँ प्राय हुँदैन, थोरै मात्रामा हुन्छन्। अनि त्यहाँका मान्छेहरू के गर्छन् त? त्यहाँका मानिसहरू गैर कृषि पेसा अपनाउँछन्। अब यो गैर कृषि पेसा भनेको के होला त? हो, गैर कृषि पेसा भनेको कृषि भन्दा बाहेकका पेसाहरू के हुन् त? गैर कृषि पेसा हुन्, है। जस्तै उदाहरणका लागि शहरी क्षेत्रका मानिसहरू उद्योग धन्दा, कल कारखानामा संलग्न हुन्छन्, व्यापारमा संलग्न हुन्छन्, कोही जागिर खान्छन्, कोही मनोरञ्जनका क्षेत्रमा समावेश भएका हुन्छन्। हो, यस्ता किसिमका गैर कृषि पेसामा संलग्न हुन्छन्। अनि शहरी क्षेत्रको आकार एकदम ठुलो हुन्छ, क्षेत्रफल ठुलो हुन्छ, बाक्लो बस्ती हुन्छ, जनसङ्ख्या पनि धेरै हुन्छन्, घरहरू खाँदिएर रहेका हुन्छन्, मान्छेको चहलपहल बढी हुन्छन्, पूर्वाधारहरूको पनि राम्रो विकास भएको पाइन्छ र प्राय करिब करिब सबै प्रकारका आधुनिक सेवा सुविधाहरू शहरमा उपलब्ध हुन्छन् र शहरी क्षेत्रका मानिसहरूको जीवनशैली आधुनिक किसिमको हुन्छ, है। अनि शहरी क्षेत्रमा बस्ने मानिसहरूको परिवारको चलन हेर्ने हो भने प्राय एकल परिवार हुन्छन्। अर्थात् एउटा घरमा श्रीमान श्रीमती छोराछोरी हुन्छन्। यस्तो किसिमको प्रचलन बढिरहेको पाइन्छ। अनि सहरमा विभिन्न ठाउँबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका मानिसहरू बस्ने हुनाले त्यस ठाउँमा सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक
भाषिक हरेक किसिमले विविधता रहेको पाइन्छ। आधुनिक शैलीका ठुल्ठुला घरहरू हुन्छन्, कल कारखानाहरूको पनि तीव्र विकास भएको पाइन्छ विद्यार्थीहरू। अब सहरी क्षेत्र घोषणा हुनको लागि जनसङ्ख्याको आकारमा अर्थात् जनसङ्ख्याको आकार कति हुनुपर्छ यसको लागि पनि केही मापदण्डहरू तोकिएको पाइन्छ विद्यार्थीहरू। अब कस्ता मापदण्ड रहेका छन् त जनसङ्ख्याको आधारमा हेरौँ है त। हिमाली क्षेत्रमा जनसङ्ख्या कम्तीमा 10,000 हुनुपर्छ, पहाडी क्षेत्रमा जनसङ्ख्या करिब 40,000 हुनुपर्छ, भित्री मधेसमा 50,000 जनसङ्ख्या हुनुपर्छ, तराई क्षेत्रमा 75,000 हुनुपर्छ र काठमाडौँ उपत्यकाको लागि मानिसको जनसङ्ख्या कम्तीमा 1 लाख हुनुपर्छ। विद्यार्थीहरू, आज हामीले मानव बस्तीका विभिन्न पक्षहरूको सन्दर्भमा छलफल गर्यौँ। आजको यस छलफलबाट पक्कै पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुहरूको अध्ययन गर्न मद्दत पुग्नेछ भन्ने मैले आशा राखेको छु। हस्त, धन्यवाद, नमस्कार।